आज चाहिँ म बिहानै उठेर आँगन बढाल्दैछु। आँगन बढालिसक्दाखेरि भाउजू पनि आउनु भएको छ। भाउजू चिया खानुहुँदैछ। म चाहिँ मेकअप गर्दैछु। आज चाहिँ बिहेमा जानको लागि मेकअप गर्दैछु। यहाँनिर मैले सनस्क्रिन दलिरहेको छु। लिप पोत गर्नुपर्यो नि त अनुहार पनि। अनि अनुहार चाहिँ मैले लिप पोत गरिसकेको छु। यहाँनिर अनि मेरो नयाँ लुक चाहिँ यस्तो भइसकेको छ साथीहरू। मलाई चाहिँ यस्तो देखेको छ। अनि यहाँनिर रहेको छ मेरो मम्मी र छोराको आउटफिट। अनि यहाँ जाँदाखेरि चाहिँ दाजु र दिवा बसिराख्नु भएको थियो बाटोमा। हाम्रो चाहिँ फर्स्ट लट खाना पनि आइसकेको छ। हामी चाहिँ यहाँनिर खाना खाँदैछौँ छोरा र म। एकदम टेस्टी मिठो थियो। सुँगुरको मासुसँग खाना खाँदैछौँ। यहाँनिर मम्मी र छनाहरू पनि खाना खानु हुँदैछ। यहाँनिर भाउजू र म चाहिँ यिनीहरूले स्कुल पुऱ्याएर फर्किँदै गरेको। बेहुला बेहुलीलाई टिका लाउने कार्यक्रम चलिरहेको। अनि अहिले चाहिँ छोरालाई इक्जाम सकेर पनि ल्याउँदैछु बिहेतिरै। अनि यहाँनिर नाच्ने कार्यक्रम चलिरहेको छ। सबैजना नाचिरहनु भएको छ। यहाँनिर हामी चाहिँ हेर्दै बसिरहेको छौँ। अङ्कलहरू आन्टीहरूको डान्स हेर्दै बसिरहेको छौँ। हामी चाहिँ फेरि सेकेन्ड लट खाना खाँदैछौँ। म चाहिँ घर आइसकेर पनि घाँसमा जाँदैछु। यहाँ घाँस काट्नको लागि। यहाँनिर घाँस काट्दैछु म चाहिँ। यहाँनिर घोडेको घाँस काट्न गइरहेको छु। अनि आजको मेरो भिडियो के कस्तो लाग्यो साथीहरू, फेरि अर्को भिडियोमा भेट्ने नै छौँ। बाई बाई।